Kusavana Baju Lakshmidas Mananaju Anibama Pandanaju Uthato कार्यक्रम में उपस्थित जुवा देवी फुक पासापी महिला तथा सजन वृन्द जोजल्पा नमस्कार अलिअलि नेपाल भाषा जानेको कारणले मैले यति बोलेको म मेरो हजुरबुवा पनि 100% नेवार जस्तै हुनुहुन्थ्यो भाषा बोल्नमा बाहुनले पनि मेरो बुवाको त माने 90% साथीहरु नै सबै नेवार नै हुनुहुन्थ्यो किनभनेदेखि उहाँ अलि बढी धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो र काठमाडौँको विभिन्न भजन खलाहरुमा साँझमा जाने भजन गर्ने अनि त्यो बुवासँगै हात समातेर त्यो विभिन्न भजन खलाहरुमा साँझमा बुवासँगै गएको मेरो आफ्नो सम्झना पनि छ र मेरो बुवाले त्यो स्वभावगतमा एउटा भजन मण्डली बनाएको एउटा बिल्डिङ अहिले पनि छ उहाँ भित्र जानुभयो तर उहाँका बच्चे खुसीका साथीहरु र कतिपय साथीहरुले त्यो भजन मण्डली चलाइराख्नुहुन्थ्यो त्यहाँ मैथिलीमा भजन हुन्थ्यो नेपाल भाषामा नि हुन्थ्यो र मल्लकालीन कतिपय भजनहरु मैथिली भाषामा छ तपाईहरुलाई थाहा छँदैछ अब पन्दाले मैले चिनेको चाहिँ मेरो पन्दासँग भेट भएको चाहिँ राजनीतिक कारणले 36 सालपछि त्यो बेला अहिलेको प्रधानमन्त्री केपी ओली मोहन चन्द्र अधिकारी राधाकृष्ण मैनाली गणेन्द्र बस्नेत नारद वाग्ले नरेश खरेल लगायत थुप्रै मानिसहरू जेलमा लामो समयदेखि हुनुहुन्थ्यो र त्यो बेला अहिलेको कम्युनिस्ट पार्टी एकीकृत कम्युनिस्ट पार्टी पनि थिएन एमाले भन्ने पनि थिएन माले भन्ने पनि थिएन झापा भित्र भएको थियो हामी झापा समूहसँग सम्बन्धित थियौं र त्यो राजबन्दीहरूलाई छुटाउन के गर्ने भएपछि बाहिर पत्रकारितामा म लागिरहेको र पार्टीमा पनि भएको हुनाले पार्टीले के निर्देशन दियो भन्दाखेरि यो पद्मरत्न भन्ने हुनुहुन्छ तपाईले सम्पर्क गर्नुहोस् तपाईको चिन्जान छ भनेर मेरो चिन्जान छ त्यसले तपाईको जिम्मा भयो एउटा राजबन्दी विमोचन समिति बनाउनु पर्यो राजनीतिक बन्दीहरूलाई रिहा गर्न अलिकति केही मुभ गर्न सकिन्छ भने गरौँ भने किन त्यो बेला अलिकति 36 सालको आन्दोलनपछि खुला वातावरण भएको थियो र पन्दालाई म भेट्न गएँ पहिलोचोटि मदन प्रिन्टिङ प्रेसको असन बालकुमारी अनि जाँदाखेरि चिन्जान भयो उहाँ चाहिँ सम्पादकीय तयार गर्दै हुनुहुन्थ्यो अरु धेरै सम्पादक पत्रकारहरूलाई के गर्छन् भन्दाखेरि पहिला लेख्छन् अनि कम्पोजिटरले त्यसलाई कम्पोज गर्छन् पद्मदाले न्यूज पनि माने लेख्ने होइन सम्पादकीय पनि लेख्ने होइन नेपाल भाषा पत्रिकाको सम्पादकीय लेख्दै हुनुहुन्थ्यो सम्पादकीय लेख्ने सोच्ने एकैचोटि त्यो असर हुन्थ्यो नि लेटर प्रेसको त्यो पलमा असर राखेको हुन्थ्यो क ख ग ग आई राखेको त्यसबाट झिक्दै त्यो कुनै स्क्रिप्ट थिएन कुनै लेखेको कुरा थिएन उहाँले त्यसरी असर झिक्दै गर्दै गरिराख्नु भएको त्यसपछि उहाँसँग 2-3 चोटि भेट भएपछि अब उहाँलाई चाहिँ यो राजनीतिक डकुमेन्ट दिएर गोप्य कुराहरू नि गर्दा हुन्छ भनेपछि मैले झापाकालको कोर्डिनेसन केन्द्रले निकालेको वर्ग सङ्घर्ष भने 2-3 वटा पद्मलाई दिएको थिएँ लुकाएर यो यस्तो डकुमेन्ट हो तपाईले अध्ययन गर्नुभयो भने राम्रो हुन्छ भनेर त्यसपछि उहाँसँग सम्बन्ध बढ्दै गयो र हामीले राजबन्दी विमोचन समिति बनायौं पन्दा अध्यक्ष र अहिले बितेर जानुभयो अशोक श्रेष्ठ उहाँ सचिव हुनुहुन्थ्यो त्यो राजबन्दी विमोचन समिति बनाउँदै गएपछि राजनीतिक कुराहरू अगाडि बढ्दै गइसकेपछि निर्वाचनमा के गरी भाग लिने कि नलिने भन्ने कुरा भयो निर्वाचनमा भाग लिनुपर्छ अब उहाँसँग संगत भएको शम्भुरामजीको नि संगत कृष्णदासजीको नि पन्दाईसँग संगत अनि मल्लजीकै माथिको कोठामा हामीले बसेर चाहिँ पन्दालाई उठाउने भनेर केही साथीहरूले निर्णय गर्नुभयो तर हाम्रो पार्टीले चाहिँ त्यो बेला फेरि चुनाव नलड्ने निर्णय गरेको थियो चुनावमा भाग नलिने निर्णय गरेको थियो अब मलाई चाहिँ गाली गर्नुभयो के नेताहरूले कहाँ पन्दाजीलाई चुनावमा लडाउन लाग्यो भनेर गाली गर्नुभयो अनि मलाई लाग्छ मल्लजीकै कोठामा बसेर चुनाव नलड्ने भन्ने निर्णय भयो माथि त्यो उहाँको तपाईको सबभन्दा माथि कोठा सबभन्दा माथिल्लो तलामा उहाँको मल्लजीको घर थियो कोठा थियो उहाँको आफ्नो कोठा त्यहाँ बसेर हामीले नलड्ने भनेपछि शम्भुरामजी र कृष्णदासजीले गाली पनि गर्नुभयो केटा मरु नेता भनेर उहाँले त्यो नलड्ने भनिसकेपछि उहाँहरू लडाउने कृष्णदासी र शम्भुरामजीहरू चुनाव लड्नुपर्छ भन्ने अनि हामीले चाहिँ हुँदैन पर्दा लड्नु हुँदैन भनेपछि उहाँले मारेर ल म लड्दिनँ भनेपछि अनि उहाँहरूले यो केटा मरु नेता भोलिको ठेगानै छैन भनेर अखबारमै त्यो बेला गाली गर्नु अखबारमै त्यो गाली पनि छापेको छ पन्दासँग संगत गर्दै जाँदा म भाषा आन्दोलनमा पनि थिएँ पन्दाको विशेषता के भन्दाखेरि उहाँको राम्रो भन्नुहोस् नराम्रो भन्नुहोस् उहाँको शब्दकोशमा म जिउ हुन्न भन्ने शब्द छैन जे भने पनि जिउ जो गए पनि जिउ छन् त श्यामला भन्ने का जिउ भन्ने भन्नु होला भन्नु त्यो जो गए पनि नाइ अब कस्तो भन्दाखेरि कहिलेकाहीँ त विपरीत खालको मान्छेहरूले हुन्छ नि एउटाले उत्तर फर्की अर्कोले दक्षिण फर्क्यो दुवैले जिउ भन्ने त्यो नाइ भन्ने शब्द चाहिँ उहाँको शब्दकोशमै नभएको जस्तो नि त्यो एकदम त्यो कसैलाई नाइ भन्नै नसके त्यत्रो प्रेस चलाउनुहुन्थ्यो काठमाडौँमा प्रेस चलाएर धेरैले 2-4 वटा घर बनाएका छन् करोडपति भएका छन् मैले के देख्छु नि पन्दासँग एकचोटि मेरो झगडा पनि भयो भाउजूसँग पनि मेरो अलिअलि कुरा हुन्थ्यो
त्यत्रो प्रेस चलाएको मान्छेले दिनको 1 पाउन्ड पाउरोटी पनि घरमा लान्न सक्छ। 1 पाउन्ड पाउरोटी किनेर लाने पैसा पनि उहाँसँग नहुने। अब त्यो बेला भाषा आन्दोलनको विशेषता के थियो भन्दाखेरि अलि अहिलेको जस्तो सुक्खा थिएन है। त्यो बेला भाषा आन्दोलनमा नेपाल भाषामा धेरै पत्र पत्रिकाहरू कृतिहरू त्यो बेला निस्कन्थ्यो, पत्रिकाहरू निस्कन्थ्यो, पाठकहरू पनि थिए। र खास गरेर जब हामीले चाहिँ नेपाल सम्मत मनाउँथ्यौँ, नेपाल सम्मतको अवसरमा पारेर चाहिँ धेरै पत्र पत्रिकाहरू नेपाल भाषाको कृतिहरू निस्किन्थ्यो। खालि अहिले जस्तो मोटरसाइकल गाडी मात्रै त्यो बेला हुँदैन थियो। अनि त्यसरी निकाल्यो भने उहाँको आउने मलाई लाग्छ पहिले 20% तिर्यो होला, कहिले 50% तिर्यो होला, अलि तिर्नेले 50% सम्म तिर्यो होला। धेरैले उहाँको प्रेसमा छापेको पैसा त तिर्दैनन्, कागजको पैसा पनि तिरेन मलाई शङ्का छ। यो मामलामा उहाँ व्यवसाय चलाउन साँच्चै अब त्यो एउटा आफै साहित्यकार, आफै पत्रकार, आफै अनि भाषा आन्दोलनमा लागेका मान्छे, उहाँलाई फेरि उहाँ चाहिँ कसैलाई पैसा दे भनेर भन्न पनि नसक्ने वास्तवमा असफल व्यवसाय। मैले भने नि त्यो प्रेस चलाएर भाषा आन्दोलनमा लागेर भौतिक सम्पत्ति पनि सबैभन्दा बढी कसरी गुमायो भने मेरो विचारमा पन्दाईसँग एकदम निकट सम्बन्ध भएपछि मैले एकचोटि भने तपाईँ छोडिदिनुहोस् भनेर भने उहाँलाई कुनै म्यानेजर राख्नुहोस् जसलाई प्रेस चलाउने जिम्मा दिनुहोस्। किनभने तपाईँको स्वभावले तपाईँ पैसा माग्नु पनि सक्नुहुन्न, गरेको काम पनि पैसा माग्नु सक्नुहुन्न। उल्टो छाप्न ल्याउनेले भनेकै सुनेको छु मैले, अहिलेसम्म मसँग पैसा छैन, कागजको पैसा, कागज किने पैसा पनि नदिने भने कागज पनि तपाईँ हालिदिनुहोस् भनेर जाने। छापेको पैसा त लिनु भएन, कागज पनि किनेर हालेर व्यवसाय चल्छ। यो त डुब्ने बाहेक केही पनि बाँच्नु छैन। त्यसै पल्दा यो भएन, अलि एकदम निकट सुन्दा मैले भने यो नगर्नुहोस् तपाईँ, यो व्यवसाय चाहिँ तपाईँबाट चल्दैन। त्यसैले प्रेसमा म्यानेजर राख्नुहोस्, पुरै भाषा आन्दोलनमा लाग्नुहोस्, राजनीतिक आन्दोलनमा लाग्नुहोस्। यो प्रेस पनि म चलाउँछु भन्नु भने डुब्ने बाहेक केही पनि हुँदैन भनेर भने उहाँको जीवनकालभरि मलाई लाग्छ त्यस्तै भयो। तर उहाँको 2-3टा विशेषता थियो। उहाँ कम बोल्दा कम बोल्ने, अहिले पनि त्यो स्वभाव तपाईँहरूले सङ्गत गर्नु थाहा पाइ आउनुपर्छ। साँच्चै भने कहिलेकाहीँ त एउटा शब्द बोलेको नि 1 रुपियाँ तिर्नु पर्ला जस्तो त्यो हुन्छ नि, थोरै एकदम पैसा सुन्नको लागि पैसा दिनु पर्ला जस्तो बोल्न, एकदम कम बोल्ने। अनि उहाँको मनको कुरा थाहा पाउनु पनि कहिलेकाहीँ गाह्रो हुने, त्यो खालको उहाँको एकदम अन्तर्मुखी स्वभाव थियो। तर अत्यन्तै फेरि ह्युमरस भएको मान्छे। तपाईँले उहाँको ख्यालहरू हेर्नुहोस्, त्यो बेला ख्याल लेख्ने भनेको 3 जना मुख्य ख्याल लेख्नेहरूमा एकजना सूर्यबहादुर पिवा हुनुहुन्थ्यो, रामशेखरजी हुनुहुन्थ्यो, श्रीकृष्ण अणु सायद बित्नुभयो क्यारे, श्रीकृष्ण अणुजी बितेर जानुभयो, पन्नरन्धजी हुनुहुन्थ्यो। हामीले गाई जात्रे युगधाराको कुरा आयो नि, गाई जात्रे अङ्ग निकालेपछि त्यसको मूल राइटर भनेको चाहिँ पन्दै हो। उहाँले नेपालीमा लेख्नुहुन्थ्यो, नेपालीमा अलिअलि नमिलेको हुन्थ्यो, म मिलाउँथेँ, कहीँ तपाईँले मिलाउनुहोस् भन्नुहुन्थ्यो। किन युगधारामा हिरणजी प्रधान सम्पादक हुनुहुन्थ्यो, पन्दाई वरिष्ठ सम्पादक हुनुहुन्थ्यो, कृष्णदासजी त्यो सल्लाहकार हुनुहुन्थ्यो, तीर्थमान ज्यापु प्रकाशक हुनुहुन्थ्यो, म कार्यकारी सम्पादक थिएँ। धेरै लेख्ने काम चाहिँ मैले गर्थेँ। चिफ एडिटरजी हिरणजी हुनुहुन्थ्यो, उहाँ कहिले मकवानपुर जाने, अलि राजनीति पनि गर्नुहुन्थ्यो, कहिले काठमाडौँ बस्नुहुन्थ्यो। एकचोटि रिसाएर हिँड्नुभयो। किन भन्दाखेरि 2-3 महिना रिसाएर किन हिँड्नु भन्दाखेरि त्यो एउटा अघिल्लो चुनाव चाहिँ हामीले भाग लिएनौँ, तर पछिल्लो चुनाव चाहिँ पार्टीको निर्णयअनुसार हामीले भाग लिने भएको बापमती भने चुनावमा उठाउने लाइन भयो, पन्दाई त उम्मेदवारै हुनु हो। अब आफ्नो वरिष्ठ उम्मेदवारै सम्पादकै उम्मेदवार भएपछि पत्रिकाले अलिअलि त गर्ने भयो। यो अनि हिरणजी चाहिँ त्यो बेला यो चुनाव लड्नुहुन्न भन्ने लाइनमा हुनुहुन्थ्यो, यो तपाईँहरूले बढी गर्नु भनेर रिसाएर 1-2 महिना मकवानपुरै गएर बस्नुभयो। हामीले तर त्यस्तो माने हुँदाखेरि हाम्रो सम्बन्ध कहिले पनि बिग्रेन। कहिलेकाहीँ बढी चाहिँ अलिकति कलम मेरो चलाउनु हुँदा कृष्णदासले अलि रिसाउनुहुन्थ्यो, किनभने उहाँ पनि फेरि एउटा पार्टीको नेता। अनि अलिकति उहाँले भने जस्तो लाइनमा हिरणजीले पनि नलेख्ने, मैले पनि नलेख्ने। अब तर प्रकाशक चाहिँ उहाँसँग नजिक हुँदाखेरि कहिलेकाहीँ अलि भएन भन्ने कुरा ल्याए पनि वास्तवमा हामीले त्यो पत्रिका सरकारले प्रतिबन्ध नलगाउन्जेल राम्ररी चलायो। त्यसैले मैले पनि मिसन पत्रिकारिता मात्रै होइन, युगधारा त त्यो बेलाको मेन स्ट्रिमको नम्बर 1 नम्बर 2 को पत्रिका, कहिले नम्बर 1 हुन्थ्यो, कहिले 2 हुन्थ्यो। थोरै छाप्दा हामीले 8000 छाप्थ्यौँ, नत्र भने 12000, 13000, 14000, 15000 चाहिँ हामीले छाप्थ्यौँ र देशका प्रत्येक कुनामा पुग्थ्यौँ। त्यसलाई चिठी नै कति आउँथ्यो, हामीले पाठक प्रतिक्रिया छापेर भ्याउँदैन थियो, आएको चिठीहरूमा सेलेक्ट गरेर हामीले छाप्नु पर्थ्यो। त्यसरी धेरै आउँथ्यो। र त्यो अब प्रतिबन्ध नलगाउन्जेल हामी त्यो एउटै टिममा रह्यौँ। म पत्रकार सङ्घमा नि लामो समय 1 दशकसम्म रहेँ, त्यसको केन्द्रीय सदस्य रहेँ, त्यसको केन्द्रीय सचिवालयको सदस्य रहेँ, त्यसको महासचिव जितेर आएँ। होमनाथजी सभापति, म महासचिव लडेर विराटनगरको महाधिवेशनबाट जितेर आएपछि 51 सालमा पार्टीले निर्वाचनको टिकट दिएपछि अनि मैले म महासचिवै थिएँ त्यो बेला। अनि मैले पनि पत्रकार सङ्घको महासचिव रहँदै राजनीतिक चुनाव लड्नुहुन्न
दुईटामा एउटा त छोड्नुपर्छ भन्ने कुरा हो। मैले राजीनामा दिँदा हामी कति मिलेर त्यो बेला उद्देश्यको लागि लोकतन्त्र हाम्रो उद्देश्य थियो। होमनाथी अब नेपाली काङ्ग्रेसको एउटा नोटेड मान्छे पनि उहाँले भन्नुभयो रघुजी तपाईँ हुँदा मलाई जति सजिलो हुन्छ यो राजीनामा नदिनुहोस् भन्नुभयो। मैले पनि हुँदैन, मोरल्ली मिल्दैन। पत्रकार आफै डाइरेक्ट पोलिटिक्समा इन्डाइरेक्टली इन्भल्भ हुने एउटा कुरा। महासचिव पनि बसेर चुनाव लड्नु राम्रो हुँदैन, मेरो राजीनामा स्वीकृत गर्नुहोस् भन्दाखेरि उहाँले कतिसम्म गर्नु भने म मेरो चुनावको रिजल्ट नआउन्जेलसम्म राजीनामा थामेर राख्दिनँ, त्यत्तिकै राखिराख्नु, स्वीकृत पनि गर्नु भएन अस्वीकृत पनि गर्नु भएन। उहाँको के रहेछ नि यसले अप्ठ्यारो ठाउँमा चुनाव लडेको छ, हार्यो भने फेरि तेरो राजीनामा मैले स्वीकृत गरेको छैन, तर महासचिव नै काम गर भनेर भन्नुला भन्ने पछि उहाँले मलाई भन्यो। तर मैले चुनाव जितेपछि उहाँले राजीनामा स्वीकृत गर्नुभयो। पछि एउटा संयोग के पर्यो भन्दाखेरि हामी मन्त्री हुँदा चाहिँ होमनाथजी र म एउटै क्याबिनेटमा हामी अध्यक्ष र महासचिव चाहिँ मन्त्री हुन पुग्यौँ। उहाँ कृषि मन्त्री हुनुभयो, म श्रम तथा यातायात मन्त्री भएँ। होमनाथजी त्यसमा त्यो म बसेको क्याबिनेटमा उहाँ पनि मन्त्री भएर आउनुभयो। तर पन्दाईको विशेषता मैले भने पन्दाईको विशेषता तपाईँहरूलाई म अलिकति भन्छु, पन्दाईले नखुम्च्याउनुहोस्। पन्दाई जनजातिको नेता मात्रै होइन, पन्दाई हाम्रो लोकतान्त्रिक आन्दोलनको एउटा राष्ट्रिय नेता हो। तपाईँहरूले उहाँलाई यो जनजातिको नेता नेवारभित्रै मात्र, नेवारको त हो, अब जन्मले उहाँ नेवार नै हो, तर त्यहाँ पन्दाई त्यो होइन, पन्दाईलाई त्यहाँभित्र लिमिटेसन नगर्नुहोस्। किन भन्दाखेरि लोकतान्त्रिक आन्दोलनमा 36 सालपछि मानव अधिकार राजबन्दी विमोचन समितिको अध्यक्षको रूपमा होस्, पत्रकार सम्पादकको रूपमा होस्, राजनीतिक अभियन्ताको रूपमा होस्, पन्दाईले एउटा राष्ट्रिय भूमिका खेल्नुभएको। हामीले चुनाव लडाउने निर्णय गरेपछि 5 जना जितेर जानुभएको थियो राष्ट्रिय पञ्चायत सदस्य। पन्ध्ररत्न तुलाधर, जागृत भेटवाल जो अहिले भर्खरै केही समय अगाडि बित्नुभयो, द्रोणाचार्य छेत्री झापाबाट जितेर आउनु, उहाँ पनि बितिसक्नुभयो, सोमनाथ प्यासी, नोबल केमी राई। यी 5 जनाले त्यो बेला 125 जनामा कुरा छोड्थ्यो, तर यी 5 जनाले बोल्दाखेरि राष्ट्रले बोलेको देखिन्थ्यो। त्यसमा पनि पन्दाईको अझ म्याचोड काठमाडौँवासीको अत्यधिक मत लिएर निर्वाचित हुनुभएको थियो र वास्तवमा पञ्चायतभित्र पसेर निर्दल नेतालाई क्वेसन गरेर उहाँको अगुवाईमा अरू 5 जना सांसदहरूले बहुदलीय व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने, मार्ग खुला गर्ने काम भएको थियो। त्यसैले पन्दाईकोलाई हामीले खालि नेपाल भाषाको मात्रैसँग नजोड, नेपाल भाषाको अभियन्ता त हो, तर संसारमा हामीले एउटा दुःखद के भइरहेछ भन्दाखेरि जति संसार डिजिटलाइज हुँदै गइरहेछ, ग्लोबल भइरहेको छ, यो भाषाहरू सङ्कटमा पर्दै गइरहेछन्। आजभन्दा 20 वर्ष अगाडि नै युनेस्कोले के भन्थ्यो भन्दाखेरि प्रत्येक हप्ता 10 दिनदेखि 15 दिनको बिचमा संसारबाट एउटा भाषा लोप भइरहेको छ भनेर भन्थ्यो। प्रत्येक हप्ता 10 दिनको बिचमा संसारबाट एउटा भाषा लोप हुँदै गइरहेको छ भनेर भन्थ्यो। र उसले निकालेकोमा चाहिँ 10 करोडभन्दा, अहिले भाषाशास्त्रले के भन्न थालेको छ भन्दा 10 करोडभन्दा कम जनसङ्ख्याले बोल्ने भाषाहरू चाहिँ बिस्तारै खतराको सूचीमा परेको छ। नेपाल भाषाको मात्र होइन, तपाईँहरू घर घरमा हेर्नुहोस्, मेरो छोरी भन्नुहोस्, बाहुनको छोरी, नेवारको छोरी, लिम्बूको छोरी, जसको छोरी होस्, उनीहरू अहिले नेटमा जान्छन्, ल्यापटप चलाउँछन्। अब नेपाल भाषाको त लिम्बू भाषाको त कुरै छोडिदिनुहोस्। मलाई के लाग्छ नि 20, 25, 40, 50 वर्षपछि हाम्रो नेपालीमा बोलिने भाषामध्ये 2टा भाषा मात्रै 10 करोडभन्दा बढीले बोल्छन्। त्यो चाहिँ नेपालभित्रको मात्र हो, नेपाल बाहिरको जनसङ्ख्यासँग जोडेर हेर्दाखेरि मैथिली र भोजपुरी, यिनीहरूको सङ्ख्या चाहिँ 10 करोडभन्दा बढी छ। तर हामी नेपालका अरू भाषाभाषीको सङ्ख्या त्योभन्दा कम छ। त्यसले कसरी भाषालाई जोगाउने, मैले पनि भाषालाई कसरी जोगाउने, त्यसले म यहाँ तपाईँलाई के भन्छु भन्दाखेरि मोटरसाइकल र्याली यो उत्सव पनि हो, नेपाल सम्बन्ध उत्सव पनि हो, तर त्यो उत्सव मात्र होइन, हाम्रो भाषा र संस्कृति जोगाउने एउटा अवसर पनि हो। त्यसले यहाँ आज दुर्गालाई हुनुहुन्न, मैले एकाडेमीमा पनि भेट्दा हाम्रो साथीहरूले भने नेपाल भाषामा साँच्चै भन्नुहुन्छ भने मलाई कसैले सोधा भए म शङ्खधर साक्पालाई भन्दा चित्तधर हृदयलाई चाहिँ राष्ट्रिय विभूतिमा राख्नु भन्थे। मेरो त अहिले पनि मान्यता थियो। किन भन्दाखेरि अब बर्बाद हुनुभएको भन्ने कुरा साइन्सले मान्दैन नि। एउटा केही हाम्रा किंवदन्तीहरूले गर्दा शङ्खधर साक्पालाई, तर चित्तधर हृदयको त कृतिहरू छ। सुमन सौरभ भन्नुहोस् न, त्यसलाई नेपालीमा मैले दुर्गाजनजीलाई पनि एकचोटि भने, मैले एकाडेमीमा गएर भने कि नेपाल भाषामा कतिपय वंशावलीहरू छन्, कतिपय काव्यहरू छन्, अब त्यस्तो लेखिँदैन। अब पछि गएर त्यो नेपाल भाषाबाट नेपालीमा ट्रान्सलेसन गर्ने मान्छे पनि पाइँदैन, गाह्रो छ। त्यस्तो क्षमता भएको अहिले मान्छे को छ भन्दाखेरि त्यो दुर्गालालजी हो। जति पैसा लाग्छ खर्च गर्नुहोस्, पारिश्रमिक दिनुहोस्, तर कमसेकम त्यो सुगत सौरभ नेपालीमा निक्ल्यो भने कति राम्रो हुन्छ। कि नेपाल भाषाको कृति अरूले गर्न सक्दैन, त्यसलाई छन्दबाट छन्दमा अनुवाद गर्न सक्ने खुबी भएको मैले अहिले नेपाल भाषा र नेपाली भाषा दुवैमा कमान्ड भएको त्यो। किनभने कविताको बारेमा एउटा जापानी भनाइ छ, एउटा ठाउँमा च्यातिएको, एउटा ठाउँमा लागेको माकुराको जालोलाई झिकेर अर्को ठाउँमा राख्नु जति गाह्रो छ, त्यो जस्ताको जस्तै त हुँदैन नि। कविता ट्रान्सलेसन गर्नुभन्दा कविताको अनुवाद गर्नु भनेको त्यस्तै हो। त्यसैले त्यो तर नेपालीमा पनि त्यत्तिकै मिठो लेख्न सक्ने र नेपाल भाषामा पनि त्यत्तिकै राम्रो लेख्न सक्ने दुर्गालालजी हुनुहुन्छ। उहाँलाई भनेर पनि यो नेपाल भाषा केही काव्य कृतिहरू ल्याउनुहोस्। जस्तो मैले गिरिजा शङ्करले नेपाल भाषामा मात्र लेख्नुहुन्थ्यो, म एडिटर हुँदा
मल्लजीले भन्नुहुन्थ्यो झिसमिसे सङ्कल्पहरूमा हामीले अभियानै चलाएका थियौँ। त्यसमा विभिन्न भाषाको कवितालाई नेपालीमा अनुवाद गर्थ्यौँ। पूर्ण वैद्यजीको असलमा बस्नुहुन्थ्यो त्यो बेला, डेढा हो कि घर हो कि थाहा छैन। पूर्ण वैद्यजीको कविता सायद तपाईँले अनुवाद गरे होला। अनि पूर्ण वैद्यजीको कविताहरू अनुवाद गरेर हामीले छाप्थ्यौँ। गिरिजाजीको कविता अनुवाद गरेर छाप्थ्यौँ। दुरालाजीको कविताहरू अनुवाद गरेर छाप्थ्यौँ होइन। अब पूर्ण वैद्य र गिरिजालाई नेपाल भाषाको अत्यन्त प्रभावशाली आधुनिक कवि भनेर भनेको, तर उहाँको कृतिहरू नेपालीमा छैन। अहिले एउटा थाबु भन्ने पत्रिका निकाल्छ नेपाल भाषामा एकाडेमीले, 6 महिना कि 1 वर्ष केमा निकाल्छ। तर त्यो पत्रिकाको ग्राहक कति छ भन्दाखेरि बाँड्ने मात्रै हो। त्यसैले मैले भनेको नि भाषालाई प्रचलनमा ल्याउनु पर्यो। भाषालाई हाम्रा विभिन्न जातिका भाषाका कृतिहरूलाई नेपालीमा ल्याउनु पर्यो र ती हामीले के ढङ्गले लानु पर्यो, ती भाषाका लेखक कविहरू पनि हाम्रा राष्ट्रिय स्तरका लेखक कवि हुन् भन्ने कुरालाई स्थापित गर्नु पर्यो। पढ्नलाई दुवै भाषामा लेख्ने हो। पढ्नलाई नेपालीमा नि लेख्ने हो, नेपाल भाषामा त झन् राम्रो लेख्ने हो। किनभने भाषामा कमान्ड नभइकन व्यङ्ग लेख्न सकिँदैन। व्यङ्ग भने बडा पत्रकार मात्रै होइन, बडा ह्युमर सेन्स भएको। किन ह्युमर सेन्स नभइकन त तपाईँ व्यङ्ग लेख्नुहुन्न नि। व्यङ्ग चेतना भन्छ नि नेपालीमा, त्यो भएको एउटा लेखक पनि उहाँ हो। तर उहाँको मुख्य पक्ष यो कवि, पत्रकार, यो उहाँहरूका प्लस कुराहरू। तर पद्मदाईको मुख्य पक्ष भनेको नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना अगुवा, नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेको एउटा नेता। त्यो चाहिँ राष्ट्रिय नेता, त्यो कुनै जातिको नेता मात्रै होइन, त्यो लोकतान्त्रिक आन्दोलनको एउटा अगुवा नेताको रूपमा हामीले पद्मदाईलाई सम्झिनुपर्छ। अब म थोरै मात्र कुरा भन्छु, त्यो फेरि धेरै तपाईँले कार्यक्रम छोटो पनि गर्नुभएको छ। पद्मदाईको यो कार्यक्रमलाई अलि बढी व्यवस्थित, अझ बढी मानिसहरूको बिचमा लैजाउँ। किन भन्दाखेरि उहाँको नागरिक आन्दोलनमा नागरिकहरूले खेल्ने, अहिले हामी नागरिक अगुवा भन्छौँ नि, पद्मदाई लोकतान्त्रिक आन्दोलनको अगुवाको साथसाथै नागरिक अगुवा पनि हो। किनभने नागरिकहरूले लोकतान्त्रिक मान्यता, मूल्य र राइटहरूको बारेमा, अधिकारहरूको बारेमा बोल्नुपर्छ भनेर हामीले उहाँको अगुवाईमा सबभन्दा पहिला सुरु गरे हो। र उहाँ त्यो काममा जेलै जानुभयो। हामी हुन त यहाँ जेल नगएको त हामी कोही पनि छैनौँ। तर के भन्दाखेरि पद्मदाईको यो जनजातिको नेता भन्ने कुराहरू म भन्छु दोस्रो। तपाईँ नेता नेवारहरू आफूलाई जनजाति भन्नुहुन्छ, म त नेवारहरूलाई जनजाति मान्दिनँ। नेपालको 1 नम्बर विकसित जाति कोही हो भने त्यो नेवार हो। तपाईँ भन्नुहोस् न, तपाईँ हनुमानढोका दरबार भन्नुहोस्, भक्तपुर दरबार भन्नुहोस्, ललितपुर दरबार भन्नुहोस्, यी सबै त नेवारहरूको आर्जन हो नि। भाषाको दृष्टिकोणले, संस्कृतिको दृष्टिकोणले, साहित्यको दृष्टिकोणले, आर्थिक रूपले समृद्ध जाति भएको दृष्टिकोणले नेपाललाई जोड्नमा नेवारहरूको भूमिका के? पृथ्वीनारायण शाहपछि भनेर हेर्नु हो भने पृथ्वीनारायण शाहभन्दा अगाडि नै राम शाहले गोर्खाबाट नेवार किन जितेर आउँछ भन्दाखेरि अहिले गएको हो र। मेरो यहाँ 10-11 पुस्ता हो भने गोर्खामा, डोटीमा, भोजपुरमा 15-16 पुस्ता भएको नेवारहरू छन्। राम शाहले गोर्खाको व्यापार फस्टाउनको लागि, अरूले व्यापार गर्न सक्दैन भनेर 24 कोठी खोल्नको लागि यहाँको मल्ल राजाहरूलाई रिक्वेस्ट गरेर गोर्खामा चाहिँ 24 कोठी व्यापार गर्नको लागि नेवारहरूलाई लगेर राखेको छ। अहिले पनि तपाईँ मेचीदेखि महाकालीसम्म, हिजो त कुनै बेला यस्तो थियो 100% व्यापार नेवारहरूको हातमा थियो। अब आज त्यहाँ मारवाडीहरू बढी प्रभुत्वशाली छन् होइन, अरू जातिहरू पनि आइरहेका छन्। तर कुनै बेला यो मुलुकलाई पृथ्वीनारायण शाहले लडाइँ गरेर जितेको मुलुकलाई आर्थिक रूपले एकीकृत गर्ने, सांस्कृतिक रूपले एकीकृत गर्ने। तपाईँ पाल्पामा जानुहोस्, अहिले त पाल्पा पनि के भयो, अब त 15-20 वर्ष अगाडिसम्म पाल्पामा यहाँ तपाईँ नेवारहरूले मान्न छोडेको बिर्सेको चलन पाल्पामा थियो। पाल्पामा असन थियो, पाल्पामा हिन्दुत्व थियो। तर अहिले नयाँ बाटोहरू खुलेपछि गरे पाल्पाको पनि धेरै नेवार व्यापारीहरू बुटबल आए, कोही काठमाडौँ आए। त्यहाँ नेवार व्यापारीहरूको पहिलाको जस्तो सिङ्गु बजार भनेको नत्र पाल्पाको तानसेन बजार नेवारहरूको। भोजपुर जानुहोस् त्यस्तै हो, डोटी जानुहोस् त्यस्तै हो। यहाँ बिर्सेको चलनहरू डोटीको बजारमा अहिले पनि धेरै मान्छे बाहिरबाट गएर बसेको छैन, त्यहाँ नेवारहरूले थामेर राखेको छ। त्यसैले आर्थिक रूपले पृथ्वीनारायण शाहले जितेको मुलुकलाई सम्बन्ध बनाएर, आर्थिक रूपले सम्बन्ध बनाएर तपाईँ वीरगञ्ज बजार स्थापना गर्नु पर्यो। को पठाएर राणाहरूले? नेवार व्यापारीहरू पठाए। नेपालगञ्ज जङ्गबहादुरले, मैले मधेस नेताहरूसँग भन्ने गरेको छु कि हाम्रो भन्छौँ वीरगञ्ज कसरी बस्यो इतिहास पढेर। वीरगञ्ज वीर शमशेरले यहाँबाट नेवार व्यापारी होइन बाहुन छेत्री चाहिँ हाकिमहरूलाई पठाएर वीरगञ्ज बजार बसालेको। लखनऊ घुमेर आएपछि, लखनऊ देखेर आएपछि यो गञ्ज भन्ने त सबै बढी लखनऊको हो नि, त्यो देखेपछि नेपालगञ्ज नेवार र अनि छेत्री बाहुनहरू पठाएर नेपालगञ्ज बसाएको जङ्गबहादुरको पालामा। त्यसरी हामीले हाम्रो देशको इतिहासलाई ठिक ढङ्गले बुझ्नु पर्यो कि नेपालमा नेवार जातिहरू एडभान्स जातिहरू हो। यो अरू अलिक पछाडि परेको जनजाति जस्तो होइन, एडभान्स सुसंस्कृत जाति हो। तपाईँहरूको भाँडाको कुरा भन्नुहोस्, खानेकुरामा भन्नुहोस्, खानेकुरामा नेवारको जति भेराइटी नेपालमा कुनै जातिको छैन। के कसरी खानुपर्छ मिलाएर खान जान्ने, त्यो भोजलाई संस्कृतिसँग जोड्ने। अब बाहुनहरूको, क्षेत्रीहरूको यति धेरै चाडबाड किन पर्दैन?
किन भोज लाग्दैन भन्दा मुख्य कुरा आर्थिक कारणै हो। उपत्यकामा धान प्रशस्त हुन्थ्यो, खाएर सकिँदैन थियो, अनि चिउरा बनायो, कहिले तेरो घरमा भोज, कहिले तेरो, कहिले सिठी नख, कहिले के नख, कहिले के नख। अहिले अब हामीले त्यो भोज धान्न गाह्रो भइरहेछ। तर यो एडभान्स जाति हो। म भन्छु यो नाति महर्जन भन्नेको एउटा किताब छ, पहिलाको वामपन्थी नेता, किसान नेता, मेरो दृष्टिमा भन्ने उहाँको किताब छ। उहाँले भन्नुहुन्छ नेवारहरूले किन आफूलाई जनजाति भने होला, हामी त उहिले राजा भएर शिलालेख राखेर यत्रो उपत्यका बनाउने हामी, अनि हामी चाहिँ यो अरू जनजाति जस्तो हो र हामी त एडभान्स जाति भनेर एउटा महर्जनले मेरो दृष्टिमा भन्ने किताब लेख्नु भएको छ। त्यसैले म चाहिँ किन पनि मैले मान्दिनँ भन्दा अब हेर्नुहोस्, मेरो दुईवटा छोरी छ, एउटा छोरी नेवारले लानु पनि सक्छ, एउटा छोरी लिम्बूले लानु पनि सक्छ। तिनीहरूको पहिचान के? अब मेरो नाति लिम्बू भएर पनि आउनु सक्छ, नेवार भएर पनि आउनु सक्छ, बाजे बाहुन बर्मु। अब त नेवारहरूमा पहिला मैले 20 वर्ष 25 वर्ष अगाडि देखाएको थिएँ। के देखाएको थिएँ भन्दाखेरि गुठीमै नहुने, बाहुनको छोरीले पनि गुठीमा नहुने होइन, अरू जातको लग्दा गुठीमै नहुने चलन थियो। अब त धेरै हटाएको, हामी लिबरल भइसक्यौँ, अन्तर्जातीय यति बढेको छ कि अब यो जन्मेको कुरा त रोजर जन्मिया होइन। मैले म बाहुनको छोरा हुन्छु भनेर छानेको होइन, तपाईँहरूले म नेवार हुन्छु भनेर छानेको होइन। एउटा बायोलोजिकल प्रोसेसबाट, एउटा जैविक प्रक्रियाबाट हामी जन्म्यौँ, तर जन्मिसकेपछि के गर्ने, कसो गर्ने, त्यो मुख्य कुरा हो। त्यसैले म अहिले जुन क्राइसिस संसारमा देखिएको छ, अब तपाईँको छोरो, तपाईँ नेपाली नागरिक हुन्छ, 5 वर्ष गएर अमेरिकामा बस्छ, अमेरिकन पासपोर्ट लिएर आउँछ, अमेरिकन आई एम अमेरिकन भन्छ। त्यो छोराको पनि छोरालाई हेर्नु भने त्यसले नेपाल भन्ने बुझा 10 वर्षपछि बुझा पनि हुँदैन भने त मान्छेको ग्लोबलाइज भएर गएको जमानामा हामीले आफ्नो राष्ट्रिय आइडेन्टिटीलाई जोगाउनुपर्छ। सबै जाति, सबै भाषा, सबै संस्कृतिलाई समान महत्त्व दिएर नेपाली आइडेन्टिटीलाई बलियो बनाउनुपर्छ। किन भन्दाखेरि हाम्रो अगाडि अहिले पनि हाम्रो राष्ट्रियता जोगाउने थ्रेड छ, नेपाली भन्ने कुरा जोगाउने थ्रेड छ, नेपाल राष्ट्र जोगाउने थ्रेड छ, समाप्त भयो भन्ने होइन। त त्यो नेपाल राष्ट्र जोगाउने भनेको नेपालका सबै जात जाति भाषाभाषीका जनताको एकता, त्यसको चाहिँ त्यो यो देशको समृद्धिले हो। र यसको लागि पनि पन्दाले भूमिका खेल्नुभएको, पन्दाले अगुवाई गर्नुभएको। उहाँले लोकतन्त्रको लागि लडेको, देश जनता समृद्ध होस्, जनताले अधिकार पाउन्, जनताले चाहिँ न्याय पाउन् भनेर हो नि। तर हामीले कतिपय कुरा मान्यौँ। मलाई भन्नुहुन्छ नि, हामीले संहिता मानेको, धर्मनिरपेक्षता मानेको। यसो हेर्छु धर्मनिरपेक्षता, अहिले आएर हेर्दै जाँदा त संसारमा धर्मनिरपेक्ष देश भने त कोही पनि देख्दैन। तपाईँ धर्मनिरपेक्ष त्यस बेला हुन सक्नुहुन्छ जब तपाईँ कुनै धर्म मान्नुहुन्न। म बुद्धिस्ट भन्नुहुन्छ भने यद्यपि मैले धर्म मानिएर त कुन धर्म मान्छस् भनेर सोध्यो भने मान्नुपर्ने भए म बुद्धलाई मान्थेँ, बुद्धिस्टलाई मान्थेँ, बुद्धिस्ट हुन्थेँ होला म। किनभने बुद्ध बढी मानवीय छन्, बढी मान्छेको जीवनको नजिक छन्, बढी यथार्थवादी छन्। तर म कम्युनिस्ट पार्टीमा लाग्दा नै नास्तिक हुनुपर्छ, धर्म अफिम हो भनेर सिकाएर पार्टीमा लाग्यो, त्यही पढेर। अनि आज के हेर्छु भन्दा धर्मनिरपेक्षताको नाममा धर्म फैलाउने काम भइरहेको छ। हामीलाई धर्म नमान भनेर भनिन्छ, धर्मनिरपेक्ष हो भनेर भनिन्छ। डोनाल्ड ट्रम्पले चाहिँ राष्ट्रपति पदको शपथ ग्रहण गर्दा एउटा होइन दुईटा बाइबल, एउटा किनेको बाइबल, अर्को उसको बाबुआमाले पाठ गर्ने गरेको बाइबलमाथि हात राखेर शपथ ग्रहण गर्छ। तपाईँ हेर्नुहोस्, युरोपमा आज जे असहिष्णुता देखिएको छ, अमेरिकामा जे देखिएको छ, उनीहरूको त्यो धार्मिक असहिष्णुता, क्रिस्चियनहरूलाई फर्स्ट प्रायोरिटी। युरोप भनेको के हो? युरोप भनेको मूलत क्रिस्चियन राष्ट्र हो। अमेरिका भनेको के हो? त्यही हो। अब हिजो रेड इन्डियनहरूलाई मारेर अमेरिका कब्जा गर्ने गोरा अमेरिकनहरू चाहिँ के भन्छ? हाम्रो देशमा नआइज भन्छ डोनाल्ड ट्रम्पले। तिमीहरू गए गुज्रेका देशका मान्छेहरूलाई अमेरिकामा आउनु पाइँदैन, अमेरिकन फर्स्ट भन्छ। हिजो माउरी माने आदिवासीहरूलाई समाप्त पारेर अस्ट्रेलिया कब्जा गर्ने गोराहरू, अस्ट्रेलियाको इतिहास पढ्नु तपाईँले पाउनुहुन्छ भने उनीहरूले ब्रिटेनमा चाहिँ चोर डाकाहरूलाई सजाय गरेर कति जेलमा राख्ने भनेपछि लिएर अस्ट्रेलियामा छोड्ने हो। तिनीहरूले त्यहाँका आदिवासीहरूलाई समाप्त पारेर अस्ट्रेलिया कब्जा गरे। अनि आज तिनीहरू के भन्छन्? त्यो क्वेसन जब उठ्छ, हाम्रो मानव अधिकारको पाठ सिकाउने तिनीहरू के भन्छन् भन्दाखेरि यो अस्ट्रेलिया त हामीले कहाँ कब्जा गरेको हो र? यहाँ त कोही पनि थिएन, हामी आएर बस्यौँ, हाम्रो भनेर भन्छ। त उनीहरू संसारभरि धर्मनिरपेक्षताको नाममा आज हाम्रो गुम्बा नाश भइरहेछ। लाई परिवर्तन कुरालाई यति भन्नुभयो कि अनि पछि सोध्यो किन उहाँको कुरा त्यहाँ सुन्दाखेरि उहाँले भन्नुभयो हामी तामाङहरूको यो अलिकति महँगो पनि हो, मरिसकेपछि गर्नुपर्ने कतिपय कामहरू घ्यावस घरै जान्छ, बारी नै जान्छ कतिको। यो हाम्रो गरिबीलाई प्रयोग गरेर जसरी हामीमाथि धर्मनिरपेक्षताको नाममा धर्म रूपान्तरणको अभियान चलेको छ, त्यो नेपालको हितमा छैन। फ्रेन्च राजदूत भन्छ आएर मैले देखेको छु, यो चाहिँ तिमीहरूले यसरी यो क्रिस्चियनहरूमाथि किन गरेको, किन पक्रेको, त्यसले बुर्खा लाउन पाइँदैन भनेर पेरिसमा भन्दाखेरि पढ्ने मुस्लिम केटीहरूलाई चाहिँ
उसले आफ्नो देशको नियम लाग्दाखेरि केही नहुने। त्यसै मैले के भने मानव अधिकारको आन्दोलन र यो धर्मनिरपेक्षताको आन्दोलन धर्मनिरपेक्ष म हुँ, धर्मनिरपेक्षतामाथि मेरो विश्वास छ। तर आजको रियालिटीमा कुन चाहिँ देश धर्मनिरपेक्षता छ भनेर हेर्दाखेरि 100% त कोही पनि छैन। चाइनाले पनि अहिले होइन 27 करोडभन्दा बढ्ता चिनमा बुद्धिस्टहरू छन्, कन्फ्युसियस भनेर बुद्धिस्ट एसोसिएसन भनेर प्रमोट गरिरहेको छ। भित्र कुरा गर्नु जस्तो उनीहरू पनि भन्छन् हैरान भयो हामी, किन भन्दाखेरि क्रिस्चियन गोप्य रूपले पैसा आएको छ, क्रिस्चियनिटी फैलिएछ। सबै देशहरूको चिन्ताको विषय भएको छ। त्यसैले धर्मनिरपेक्षतालाई हामीले ठिक ढङ्गले बुझ्नु पर्यो। हाम्रो संविधानमा पनि त्यो कामचलाउ व्याख्या गरिरहेको छ, त्यो व्याख्यालाई लिएर विवादै पनि छ। त्यसैले पद्मरत्नजीको विशेषता के हो भन्दाखेरि उहाँले धर्मनिरपेक्षतामा जोड दिनुभयो। तर उहाँले दिएको धर्मनिरपेक्षताको जोड भनेको कुनै धर्म पैसाले फैलिने, कुनै धर्म फैलिन नपाउने होइन। हाम्रो बिहार, हाम्रो गुम्बाहरूको संरक्षण हुनु पर्यो। किन भन्दाखेरि तिनीहरूको कन्स्ट्रक्सन, तिनीहरूको संरचना, तिनीहरूमा राख्ने झ्याल, तिनीहरूमा राख्ने इँटा, तिनीहरूमा राख्ने चित्रहरूको पनि हाम्रो संस्कृति र धर्मसँग बुद्धिज्मसँग गुम्बा बुद्धिज्मसँग सम्बन्धित छ। त यी सबै कुरा लोप भएर गयो भने त हामी नेपालीको आइडेन्टिटी चाहिँ के रहन्छ? त्यसैले मैले के एउटा साझा संस्कृति, हाम्रो देश भनेको 3टा संस्कृतिले हो, बुद्धिज्म अनि किराँतहरू र हिन्दुज्म, यिनीहरूको साझा सम्मिश्रण हो। तपाईँहरूले नेपालमा मात्रै हो अक्षताको चामलको टिका लाउने, तपाईँ इन्डियामा जानुहोस् कुनै हिन्दूले लाउँदैन। तर हामी कहाँ बाहुन, छेत्री, नेवार सबैले लगाइदिन्छ। म बुद्धिस्टमा जान्छु, अब मैले चुनाव लडेको ठाउँमा त साँच्चै हो नि सबभन्दा धेरै ज्यापुहरू महर्जनहरू। अब जे भोज खान गए पनि पोखा लगाइदिने, टिका लगाइदिने चलन छ नि हाम्रो। अब क्रिस्चियनको के गर्छ? मुस्लिमको अहिले हामी जान्छौँ, हाम्रो सबै नेताहरू टोपी पनि लाउँछन् होइन, ऊ पनि उनीहरूले दिएको खाएर पनि आउँछन्। तर क्रिस्चियनहरू जस्तो कस्तो देखिन्छ भने पार्टी प्रवेश गर्दा मैले अनुभव गरिरहेको छु, टिका लगाइदिनु त च्याप्पै हाल्छ अनि बुझिहाल्यो क्रिस्चियन भनेर। के सिकाउँछ भन्दाखेरि हाम्रो संस्कृतिले सबैलाई समान दृष्टिकोण राख भन्छ। बुद्धिज्ममा 2टा शब्द बहुत महत्त्वपूर्ण छ, एउटा सम्यक भन्ने शब्द, अर्को करुणा भन्ने शब्द। त्यो सम्यक भन्नेको शब्दले सबैलाई समानतापूर्वक हेर, सबैको दुःख बुझ, सबैको दुःखप्रति सहानुभूतिशील हो। त्यसलाई दया होइन, करुणा शब्द, दया भन्ने शब्द त्यति मिठो होइन। करुणा भन्ने जुन शब्द छ नि त्यो भित्रैबाट आउने, त्यो बुद्धिस्ट ग्रन्थहरूमा धेरै प्रयोग भएको देखिन्छ। तर क्रिस्चियनहरू के भन्छ, बपतिस्मा नगरेसम्म शुद्ध हुँदैन। हाम्रो एप्रोच त्यो होइन। हामीले मिलेर, चाहे किराँत होस्, चाहे बौद्ध धर्म मान्ने होस्, चाहे बुद्धिज्म होस्, चाहे हिन्दुज्म, हामी मिलेर गयौँ। तर यहाँ डिभिजन ल्याउने काम जसरी शुद्ध तिमी क्रिस्चियन भएपछि मात्रै हुन्छ भनेर जसरी एउटा अभियान चलेको छ, कोही आफ्नो कारणले क्रिस्चियन हुन्छ त्यसलाई होइन कन्भिन्स भएर हुन्छ, त्यसमा आपत्ति छैन। तर पैसा खर्च गरेर, मैले किन प्रमाणसहित भनेको भन्दाखेरि प्रमाणसहित छ। चेपाङहरूको बिच अहिले गाउँका गाउँ भएको छ, त्यो घर भत्किएको ठाउँमा 50,000 बुझ्न आउँदाखेरि ढिलो भयो भनेर एउटा क्रिस्चियन महिला तुरुन्तै भोलि शनिबार म नगई हुन्न गाउँमा भनेर भन्छ। पछि पत्रकारहरूलाई राखेर किन तिमी भोलि नै जानु पर्यो, पैसा लिएर जाऊ नि यो 50,000 भन्दाखेरि होइन, प्रत्येक शनिबार हुने प्रार्थनामा चर्चमा प्रार्थना छुट्यो भने एउटा महिनामा शनिबार 4वटा 5वटा पर्छ, त्यो एक दिन प्रार्थनामा छुट्यो भने उसको 1,000 रुपियाँ कटौती हुन्छ। प्रत्येक शनिबारको प्रार्थनामा सामेल भएपछि महिनाको 4,000 पाइन्छ। अनि यो चाहिँ यिनीहरूले चाहिँ हामीलाई धर्मनिरपेक्षता सिकाउने भने। त्यसैले देशको युनिटीको सवाल छ। पन्दाले आफ्नो आन्दोलनमा, आफ्नो सङ्घर्षशील जीवनमा उठाउनु भएको आवाज देशको युनिटीको लागि हो, देशभक्तिको लागि हो, देशका सबै जाति, भाषा, धर्म, संस्कृतिको समानताको लागि हो, 100औं फुलहरू एउटै बगैँचामा फुल्न पाउन् भन्ने अभियानको लागि हो। त्यसैले पन्दालाई हामीले सम्मान गरिराख्दा, पन्दालाई सम्झना गरिराख्दा, अब अचेल त भेटघाट कम हुन्छ, एकताक हामी रेगुलर भेटघाट हुन्छौँ। अहिले उहाँले जिन्दगीभर कुनै राजनीतिक पार्टीको सदस्यता ग्रहण गर्नु भएन, तर लामो समय हाम्रो पार्टीसँग नजिक पनि हुनुभयो, मन्त्री पनि हुनुभयो। पछि आएर वामपन्थी एकताको लागि होइन यो हतियारबन्द सङ्घर्ष सुरु भएपछि त्यसलाई एउटा चाहिँ मेन स्ट्रिमको पोलिटिक्समा ल्याउनको लागि आफ्नै ढङ्गले भूमिका खेल्नुभयो, मानव अधिकारको क्षेत्रमा भूमिका खेल्नुभयो। उहाँको बहुआयामिक व्यक्तित्व छ, बहुआयामिक भूमिका छ। तर तिनीहरूमध्ये मूल भूमिका भनेको मूलतः नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा अगुवा, एउटा फ्रन्टमा बसेर आवाज उठाउने मानव अधिकार कर्मी चाहिँ मुख्य हो भन्ने जस्तो मलाई लाग्छ। साथीहरूले यहाँ बोलाएर मलाई बोल्ने मौका दिनुभयो, त्यसको लागि उहाँहरूलाई धन्यवाद दिँदै म आफ्नो भनाइ टुङ्ग्याउँछु। समय केही बढी भयो भए माफ पाऊँ, जो जोलबा।